चिन्ता विशेषताको माथि उभिएर रोजगारी, सुशासन, आर्थिक समृद्धि लगायतका कुराहरू नै हो। अब बहुमत छ, लगभग 2/3 नै भनौँ। यसले कहिलेकाहीँ मान्छेलाई शक्तिले फेरि ओभर कन्फिडेन्स बनाउँछ, शक्तिले कहिलेकाहीँ उन्माद पनि जन्माउन सक्छ। यसबाट त बच्नै पर्छ। मिस्टर प्राइम मिनिस्टर लगायत जस्तो यसको ज्वलन्त उदाहरण हाम्रै नेपालमा 65 सालमा प्रचण्डले पनि बहुमत प्राप्त गरेको थियो फर्स्ट कन्स्टिट्युसन एसेम्ब्लीको चुनावमा। तर यसको पनि ओभर कन्फिडेन्सले गर्दा हैन, आफ्नो ओभर कन्फिडेन्सको बहुमतको अन्डा चाहिँ आर्मी चिफको कारणले झरेर फुट्नु परेको थियो। भन्नुको अर्थ रुक्मावत कटुवाललाई चलाउने हुँदाखेरि राष्ट्रपतिले चाहिँ तोक नलाइदिए पछाडि सरकारै ढलेको थियो। राजीनामै दिएर अर्को पालि 2 पुर्याउँछ कि भन्ने उसको ओभर कन्फिडेन्स हुँदै पछि खुम्चिनु परेको इतिहासलाई चाहिँ साँची राख्नु होला भन्दै देश बन्नुपर्छ है। पर्खन्छन् कति आत्माहरू मायाको धुनी बालेर, झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर, विपना हो कि भनेर। धैर्य गर मेरी प्रेसी, समयले मानिसलाई कहाँ पुर्याउँछ। कहिले हँसाउँछ, कहिले रुवाउँछ। हाँसो र आँसुको सङ्गम